यदि चुनाव भयो भने तपाईहरु या त सुध्रिएर आउनु जरुरी छ, नभए यिनै पुरानो पार्टी तपाईहरुले गाली गरेको पार्टी यही नेकपा एमाले फेरि आउँछ के गर्नुहुन्छ? म निर्वाचित भएर जिल्ला सभापति हुँदाखेरि 28 वर्षको थिएँ, जयन्ती पुस्ताकै नजिकको थिएँ। मैले 5 वर्ष जे गरेको थिएँ, जे जग हालेको थिएँ तपाईहरुको मनमा छ? एमालेको नेता भएका कारणले छानबिन गरोस्, मलाई यही पिपलबाट झुन्ड्याए पनि स्वीकार छ गल्ती भयो। तर तपाईहरु के चाहिँ गर्नुहुन्छ? आज देशमा जुन संविधान छ यो कोही राजा रजौटाहरूले दिएको बक्स भएको संविधान होइन। यो तपाईँ हामी तमामले मतदान गरेर चुनेको संविधान सभाले तपाईहरुको घर दैलोमा गएर परामर्श लिएर जारी गरेको संविधान हो। अर्थात् यो संविधान जनताको संविधान हो। इतिहासमा पहिलो पटक जनताले बनाएको संविधान हो। त्यसैले यो संविधानका बरखिलाफ जाने जो कोही का विरुद्ध संघर्ष गर्नु हाम्रो कर्तव्य हो। त्यसैले हाम्रो पार्टी अहिले यो संविधान रक्षाका निम्ति र यसलाई प्रयोग गरेर देश र यो जनताको हित र समृद्धिका निम्ति, राष्ट्रियताको निम्ति हामी काम गर्न चाहन्छौँ। त्यसैले हामी प्रश्न गर्न चाहन्छौँ तपाईहरुको आम रूपमा अब यो संविधानप्रतिको दृष्टिकोण के हो, अब खुला रूपमा आउनु जरुरी छ। एक दोस्रो कुरा, हामीले दलीय व्यवस्था त्यसै स्वीकारेका होइनौँ, हामी लडेर ल्याएका हौँ। त्यसको अर्थ हो जनताले चाहेन भने हामी सकिन चाहन्छौँ, जनताले चाहेन भने हामी मात्र मिल्न चाहन्छौँ। तर त्यो कसरी भइव्यक्त हुन्छ? गएको चुनावमा त प्रत्यक्ष निर्वाचित हिसाबले भन्दा दोस्रो र पपुलर मतको हिसाबले नेकपा एमाले पहिलो पार्टी हो। त्यो कसैको दयाले जनताले स्थापित गरेको पार्टी हो। अब आउने निर्वाचनमा तपाईहरु हामीसँग च्यालेन्ज गर्न आउनुहोस्। भोलि चुनाव होला नहोला यो नाटक गर्न बनेको सरकारले चुनाव त गर्छ गर्दैन म भन्दिनँ, चुनाव गर्ने छाटकाट देखिँदैन। तर यदि चुनाव भयो भने तपाईहरु या त सुध्रिएर आउनु जरुरी छ, नभए यिनै पुरानो पार्टी तपाईहरुले गाली गरेको पार्टी यही नेकपा एमाले फेरि आउँछ के गर्नुहुन्छ? फेरि आउँछ। किन आउँछ? म पनि कलेज लाइफदेखि, टिनेजदेखि, जेएनजी पुस्तादेखि यो धरतीमा सङ्घर्ष केही गर्नुपर्ने लागेको मान्छे हुँ। तपाईहरुको मनमा छ। आज म प्रश्न गर्न चाहन्छु जेएनजी पुस्ताका भाइ बहिनीहरूलाई। मैले अस्ति हेरेँ यहाँका स्थानीय पार्टी कार्यालयहरू जल्दै गर्दा कस्ता अनुहारका मान्छे हिँडे, कसका छोराछोरी हिँडे, कसका भाइ भतिजा हिँडे, हिजो के गरेका थिए, भोलि के गर्लान्, त्यो अनुहार मैले हेरेँ। तपाईँहरू आत्मसमीक्षा गर्नुहोस्। यो नवराष्ट्रमा जेएनजी पुस्ताबाट पञ्चायतको लाठी खाँदाखेरि जे सोचेको थियो तपाईँहरूको मनमा छ? हिजो जेल बस्दाखेरि संविधान निर्माणको लागि सङ्घर्ष गर्दाखेरि बागलुङ जेल बस्दाखेरि म जे सोचेको थिएँ तपाईँहरूको मनमा छ? म निर्वाचित भएर जिल्ला सभापति हुँदाखेरि 28 वर्षको थिएँ, जेएनजी पुस्ताकै नजिकको थिएँ। मैले 5 वर्ष जे गरेको थिएँ, जे जग हालेको थिएँ तपाईँहरूको मनमा छ? म संविधान सभामा निर्वाचित हुँदाखेरि मेरो पपुलर मतले निर्वाचित भएको, यहाँका जनता जितेका हुन्, तपाईँहरूले भोट हाल्नुभएको हो। म संविधान नबनाइकन फर्किने भनेर यही चौपाटीबाट भाषण गरेको थिएँ। तपाईँहरूको मनमा छ? कस्तो संविधान बनाउनुहुन्छ? यो फालेर के ल्याउनुहुन्छ? कसको सल्लाहमा ल्याउनुहुन्छ? छ मनमा? यति कुरा सोचेर पोलिटिक्स गर्नु होला। होइन भने हामी पनि जनताको परीक्षामा छौँ, तपाईँहरू पनि जनताको परीक्षामा हुनुहुन्छ। जनताको पब्लिक अडिटिङमा हामी त बेटर बनेर आउनुहोस्। किनभने हामी त कम्ती जेल नेल खाएर जिन्दगी लगाएर आफ्ना निम्ति कुनै काम नगरेर आशा जिन्दगी लगाएका हौँ र हामी बुढो पुस्तामा प्रवेश गरेका हौँ। सक्नुहुन्छ 50 वर्ष हामीले चाहिँ निष्ठापूर्ण लाग्ने आँट गर्न?
सक्नुहुन्छ त्यो कसम खाएर राजनीति आउनु होला, त्यो कसम खाएर हामीलाई च्यालेन्ज गर्नु होला। सक्नुहुन्न भने अर्काले उक्साएको भरमा मैले यसै भनेको छैन। अस्ति 24 गतिको लुटपाट तपाईँले जुन गराउनु भयो त्यही तपाईँहरूको भन्नुहोस्। सबभन्दा पहिला 24 गतिको छानबिनको मुद्दा जेनजीले उठाउनु पर्दछ, किनभने तपाईँहरूको नाममा भएको होइन, तपाईँहरूको नाममा आगो लगाइएको होइन, तपाईँहरूको आन्दोलनको नाममा लुटिएको होइन, तपाईँको आन्दोलनलाई घुसपैठ गरेर सिद्धाइएको होइन, सिंहदरबार तपाईँकै नाममा जलाइएको होइन, अदालत तपाईँको नाम जलाइएको होइन, व्यक्तिहरूको सम्पत्ति तपाईँको नाममा लुटिया होइन, हो कि होइन? तपाईँहरूको आन्दोलन पसेर भएको हो नि। त्यसैले गर्दाखेरि 24 गतिको लुटपाटको सबभन्दा पहिला छानबिन गर्ने र त्यसको सङ्घर्ष अन्तिममा अहिले जेनजी भनिएकाहरूले हो, त्यो गर्नुहोस्। नभए त के भयो र? हामीले जिन्दगीभरि लडेका छौँ, छानबिन गरे हुन्छ। नवराज शर्मा जस्ता राजनीति गरेका मान्छेहरू छानबिन गरे हुन्छ। गल्ती गरे, भ्रष्टाचार गरेको भए एमालेको नेता भएका कारणले छानबिन गरोस्। मलाई यही पिपलबाट झुन्ड्याए पनि स्वीकार छ गल्ती भयो भने। तर तपाईँहरू के चाहिँ गर्नुहुन्छ? के का लागि राजनीति गर्नुहुन्छ? के का लागि भोलि सङ्घर्ष गर्नुहुन्छ? जलाउनु मात्रै राजनीति हो, पोल्नु मात्रै राजनीति हो, बिगार्नु मात्रै राजनीति हो कि बनाउनु राजनीति हो? राजनीति बनाउनु। अब राजनीति बनाउनु पर्दछ, अब पूर्वाधार बनाउनु पर्दछ, अब देश समृद्ध बनाउनु पर्दछ, देशलाई शान्तिपूर्ण अवस्थामा लानुपर्नेछ। त्यसैले देश जलाउनु होइन, राजनीति जलाउनु होइन, राजनीति बिगार्नु होइन, राजनीति सत्यानाश गर्नु होइन, राजनीति सिर्जना गर्नु। अब देश बनाउनु जरुरी छ। त्यसैले अब नेकपा एमालेसँग कोही पनि काउन्टर गर्न आउँदाखेरि जेएनजीको नाममा आउनुहोस्। म त कस्तो गजब लाग्छ, जन्मदै लुटेर खोया पार्टी जसको अध्यक्षको मुद्दा आउँछ जेलमा छ, जन्मदै लुटेर जन्मिया पार्टी, भ्रष्टाचार जन्मिया पार्टी, जन्मदै लुटेर बसेका पार्टीले गर्छ के? तपाईँहरूको भविष्य सुन्दर छ, त्यही पछि लाग्ने सुन्दर छ भने विचार गरेर लाग्नु होला, एकपल्ट धन्दाले सोचेर लाग्नु होला। किनकि जिन्दगी तपाईँहरूकै जाने हो। मैले जिन्दगीभरि राजनीति गरेँ, मेरो जिन्दगी फालेँ, राम्रो गरेँ नराम्रो गरेँ, मेरो जिन्दगी मैले फालेँ, तपाईँहरूले पनि जिन्दगी तपाईँहरूको जाने हो। त्यसैले गर्दाखेरि आज जुन ढङ्गले देशमा बाह्य इसारामा म प्रश्न भन्छु, बाह्य घुसपैठमा नेपालमा अस्थिरता ल्याउने जुन प्रयत्न भएको छ, यदि तपाईँहरू साँच्चीकै देशभक्त हो भने सबभन्दा पहिला यो जेएनजी पुस्ताले बुझ्नु पर्दछ र नयाँ हौ भन्नेहरूले बुझ्नु पर्दछ। तिमीहरू के का लागि नयाँ, के चाहिँ नयाँ काम गर्छ र नयाँ पुरानाले भन्दा राम्रो के गर्छ र नयाँ, राम्रा गर्नु नयाँ भएर आउनुहोस्, गतिलो गर्नु नयाँ भएर आउनुहोस्। हामी सकिन तयार छौँ, हामी समाप्त हुन तयार छौँ। हामी समाप्त हुँदा केही फरक पर्दैन, तर यो देश बन्नु पर्दछ, यो देश बन्नु पर्दछ, यो देशमा समृद्धि आउनु पर्दछ, यो देशमा जोसुकै तोला आओस्, यो देश उभो लाग्नु पर्दछ। त्यसका हामी सकिन तयार छौँ। तर तपाईँहरू जे गर्दै हुनुहुन्छ आज देश बनाउनु हामीभन्दा राम्रो गरिरहनु भएको छैन। त्यसैले आत्मसमीक्षा गर्नु होला। र मैले प्रशासनतर्फ पनि भर्खर भन्न चाहन्छु, अहिले राज्यले 24 गते घटनाको छानबिन गरिरहेको छ। यो जिल्लाको घटनाको पनि निष्पक्ष छानबिन होस्। एमालेको छाता उडेर काङ्ग्रेसको कार्यालय चलाउनु गएको छ भने समातेर हाल्नुहोस्। राप्रपाको छाता उडेर एमाले कार्यालय चलाउन आएको छ भने समातेर हाल्नुहोस्। 24 गतिको घटनामा जो संलग्न छन् कसैले नछोड्नुहोस्। र राज्यको निर्देशन हो, हामी जाहेरी हाल्नु पर्यो भने हालौँला, तर अब देश बनाउने हो भने कुकर्म गर्नेहरू कसैलाई छोड्नु हुँदैन। एमालेको खोर ओढेको छ भने पनि लड हाल्नुहोस्, थुन्नुहोस्, तर अब चाहिँ कालोलाई कालो र सेतोलाई सेतो भन्ने हिम्मत गर्नै पर्दछ। त्यसका निम्ति पार्टीको तर्फबाट नेकपा एमाले गण्डकी प्रदेश तर्फबाट हाम्रो पार्टी तर्फबाट म एकैपल्ट जाहेर गर्न चाहन्छु। पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्न चाहन्छु र आफ्नो भनाइ अन्त्य गर्दछु। धन्यवाद।